पैसा 50 लाख छ 17 लाख माल छैन एउटा पनि त माल मिलायो यतिको नेपाली केटी मिलायो नेपाली केटी मिलायो नेपाली केटी मिलाउ न के गर्ने पैसा ब्याङ्कमा सेभ गरेर को मान्छ नि त मान्दैन मान्छ जति पनि छ केटीको कमी छैन केटी चाहिँ फाल्छ ए मलाई छैन मलाई कहाँ छ त केटीहरू फालम कस्तो राम्रो देखियो है बजार राति किलोको भावमा पनि छैन कौरीको भावमा मिलिरहेको छ दिमाग खराब हो गयो बोल्ने कसले फेक आइडी बनाइदियो त्यस्तो यार बनाए पनि कति विश्वासिलो छ यसले पैसा दिन्छ होइन मलेसियामा विदेशमा छ भने मान्छे दिइहाल्छ दिँदैन कहीँ पनि दिँदैन मान्छे विदेशमा हुन्छ अनि मेसेजको भरमा कहाँ दिन्छ जबसम्म पुरा स्टडी गर्दैन कुरा गान पहिला मिलेको हुँदैन दिँदैन कोसँग यति धेरै फाला फाल्छ होइन दिने मान्छे त विवेक थियो फाल पैसा थियो दिइरहेको थियो मान्छेको पनि दिइहाल्थ्यो हो म मान्छेलाई दिइरहेको थियो उठेन त आफ्नो पैसा दिएको उठ्यो होला पैसा आफै उठिसक्यो होला त दिएको उठेको छैन कुरा गरेन कोसँग सुरेशसँग फेरि सुरेशसँग सुरेशलाई फोन गरेको खोइ फोनै रिप्लाई गरेन भन्दै थियो बेङ्गलोरमा छु फोन गरेको मेसेज गरेँ त छैन बोलाउनु घरै